4 गते हामी चुनावको खुल्ला विशेष सभाबाट चुनावमा नेकपा एमाले होमियो भन्ने कुराको सन्देश दिँदैछौँ। अझ पनि कतिपय पत्रकार साथीहरूले एमाले चुनावमा भाग लिन्छ र भन्ने खालको प्रश्न गर्नुहुन्छ। हामीले चुनावमा भाग लिँदैनौँ भनेर कहिले पनि भनेका छैनौँ। अहिले चुनावको वातावरण छैन भन्ने हाम्रो कुरा हो। अहिले पनि प्रहरी र प्रशासनको मनोबल कमजोर छ। अहिले पनि न्यायालयको मनोबल कमजोर छ। सेनाको मनोबल कमजोर छ। प्रहरीहरू घाइते छन्। चौकीहरू जलेको छ। हतियार लुटिएका हतियारहरू फिर्ता भएका छैनन्। भागेका कैदीहरू अझै पनि फिर्ता भएका छैनन्। अपराधिक गतिविधिहरू अहिले पनि बढिरहेको छ भन्ने हाम्रो निष्कर्ष हो। त्यसका अलावा राजनीतिक घटनाक्रमहरू थप बढिरहेको छ। अदालत जल्ने कुरा त आफ्नो ठाउँमा छ, तर न्याय जलिरहेको छ। अहिले जस्तो सुशीला कार्कीको वर्तमान सरकारले आफूलाई नागरिक सरकार भन्छ। निकै ठुलो जनदबाव पछाडि र रवि लामेछानेहरूको टसलका कारणले कुलमान घिसिङले राजीनामा दिए। त्योभन्दा बाँकी अरू मन्त्रीको चालामाला अहिले पनि सुध्रेको देखिँदैन। र सुशीला कार्कीको सरकारको अभिव्यक्तिहरू हेर्दा युवा पुस्ताले ल्याउनुपर्छ। पुराना दलहरू काम छैनन्। पुराना नेताहरू काम छैनन्। डिजिटल भोटिङ प्रणाली अथवा विदेशमा रहेका नेपाललाई भोट हाल्ने प्रणाली ठुला दलहरूले गर्दा कार्यान्वयन गर्न सकेन भन्ने अभिव्यक्तिहरू लगायतका अभिव्यक्ति जे आइरहेको छ, त्यो चाहिँ घुमाइ फिराइ एमाले कहाँलाई कमजोर बनाउने र रवि लामेछानेजीहरूको पार्टीलाई बलियो बनाउने एउटा चालबाजीभित्रको अभिव्यक्तिहरू भन्ने मलाई लाग्छ। अर्को कुरा, रविजीलाई सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधमा जो मुद्दा थियो, उनी पूर्वपक्षमा थिए। अदालतको सेटिङबाट बिगो बराबरको धरौटी राखेर छोड्ने काम हो। त्यो नेपालको कानुनी इतिहासमा अहिलेसम्म काहीँ पनि भएको छैन। अब त्यो नजिला मान्यो भने भ्रष्टाचारलाई कारवाही गर्छु भनेर ठुल्ठुलो कुरा गर्ने अहिलेको सरकारले सबै भ्रष्टाचारीहरूलाई बिगो बराबरको धरौटी राखेर छोड्नुपर्ने स्थिति हुन्छ र अदालतले अथवा सरकारी वकिलले दाबी गरेको अथवा अदालतले तोकेको बिगो धरौटी कायम गरेर भ्रष्टाचारी जति जेल बाहिर आउने एउटा परिस्थिति सिर्जना भएको छ रवि लामेछानेको कारणले र वर्तमान न्यायालयको सेटिङ र सरकारको कारणले। त्यसमाथि पनि अर्को डरलाग्दो कुरा त के भयो भने हिजो मात्रै रविजीले एउटा निवेदन दिनुभयो महान्यायाधिवक्ता कार्यालयमा। महान्यायाधिवक्ताज्यूले हिजै तत्तै त्यसलाई तोक लाएर पठाउनु भयो र सहकारी ठगी मुद्दा चाहिँ कायम छ, जनता झुक्काउनको लागि भन्नेको शब्द हो यो। सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधको मुद्दा चाहिँ फिर्ता लिइयो।